हाम्रो समाजमा मनोरोग भनेपछि डिप्रेसन नै हो भनेर बुझ्ने गरेको पाइन्छ। हरेक बिरामीले हामीलाई सोद्धाखेरि पनि डाक्टर साहब उसलाई डिप्रेसन भएको हो र? मलाई डिप्रेसन भएको हो भनेर सोध्नुहुन्छ। हरेक बिमारीलाई डिप्रेसन भएको हुँदैन। फरक फरक रोगहरू छन्, सयौँ रोगहरू छन् यो मनोरोगमा। र आज म हजुरहरूलाई एङ्जाइटी र डिप्रेसनको फरक थोरै भन्छु, जसले गर्दा हजुरहरूलाई चाहिँ आफूलाई के भएको हो भन्ने बारेमा चाहिँ जानकारी पनि हुन्छ। हाम्रो एङ्जाइटीमा के हुन्छ भन्दा मन चाहिँ आत्तिराख्छ। मनमा अनेक थरीका कुराहरू खेल्छन् र विशेष गरी भविष्यप्रतिको चिन्ता बढी हुन्छ। डिप्रेसनमा के हुन्छ भन्दा मन उदास हुन्छ, जोस जाँगर हुँदैन, कन्फिडेन्स घटेको हुन्छ र कुराहरू विचारहरू खेल्दाखेरि चाहिँ भविष्यभन्दा नि बितेका कुराहरूमा बढी फोकस हुने र बितेका कुराहरू सम्झेर चाहिँ गिल्ट फिलिङ हुने, मैले यस्तो गर्न सकेको भए, त्यस्ता खालका विचारहरू आउने र नकारात्मक सोचहरू कहिलेकाहीँ चाहिँ सुसाइडकै पनि सोच आउन सक्छ डिप्रेसनमा। तर एङ्जाइटीमा के हुन्छ, मर्नदेखि डर लाग्छ। उहाँहरूलाई मर्ने इच्छा चाहिँ हुँदैन, तर मरिन्छ कि भन्ने खालको डर चाहिँ रहन्छ। र निद्राको कुरा गर्दा निद्रा दुवै बिमारीमा चाहिँ लाग्दैन। एङ्जाइटीमा चाहिँ निदाउन गयो, सुरुमै निद्रा नपर्ने हुन्छ, अनि पछि सुतिसकेपछि चाहिँ बिहानसम्म राम्रैसँग सुत्नुहुन्छ। डिप्रेसनमा के हुन्छ भन्दा सुरुमा ओछ्यानमा गएपछि निद्रा चाहिँ लाग्छ, तर 1-2 बजे 3 बजे बिउजिनुहुन्छ। बिउजिसकेपछि चाहिँ निद्रा पर्न निकै नै गाह्रो हुन्छ र बिहान उठेपछि यो शरीरहरू, टाउकोहरू चाहिँ एकदमै भारी हुने, अनि शरीरमा जोस जाँगर नहुने, रमाइलो महसुस नहुने, ह्या भन्ने खालको कुराहरू, विचारहरू आउने हुन्छ। यसरी चाहिँ हामीले एङ्जाइटी र डिप्रेसनलाई छुट्याउँछौँ। हस्त, धन्यवाद।